नमस्कार सम्पूर्ण मेरो दाजुभाइ दिदीबहिनीहरू, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी, कलाकार सबैलाई फेरि पनि नमस्कार जदौ लसो फ्याबुल्ला। कता कता हुनुहुन्छ, जस्तो रहनुहोस्, मस्त रहनुहोस्, स्वस्थ रहनुहोस्, हाँसिरहनुहोस्, खुसी राख्नुहोस् है। सबैलाई फेरि पनि अभिवादन टक्राउन चाहन्छौँ। तर हामी हेर्दै गर्दाखेरि सामाजिक सञ्जालहरूमा देख्छु यो सभ्य समाज, जिम्मेवारी नागरिक चाहिँ कहिले भएन, अनुशासन कहिले भएन। एक अर्कामा रिस डाहा एकदमै तपाईँको चाहिँ घमण्ड हो कि जस्तो देख्छु। त्यस कारणले हामी यो सभ्य समाज र जिम्मेवारी नागरिक चाहिँ कहिले बन्ने हो कि गाइज है। एकदमै दुःख लाग्दो। हामी विदेशमा बस्छौँ, विदेशमा त यस्तो त हुँदैन कहिले। त गए पनि तपाईँको चाहिँ कानुन हुन्छ, कानुनको दायरामा आएपछि होइन अब त्यो मान्छेलाई थाहा हुन्छ। र हाम्रो चाहिँ मान्छेहरू जता पायो त्यतै झगडा गरेको हुन्छ, केही भन्नुहुन्न, एकदमै रिस डाहा मात्रै गर्छन्। रिस गर्छ, खाएको रिस गर्छन्, लागेको रिस गर्छन्। त्यस्तो त होइन त, कहीँ पनि हुँदैन त्यस्तो। हेर्नुहोस्, यो सम्पत्ति तपाईँले दिएको पनि होइन, मैले लिएको पनि होइन होइन, त्यो त आफ्नो नसिबमा त्यो जस्तो लाग्छ। तर भ्रष्टाचार निर्मूल हुनुपर्छ भन्ने मात्रै हो। र जाँदै गर्दाखेरि एउटा हाम्रो कर्मठ कर्णेदार, देशका सेवक, एउटा यहाँ ट्राफिक प्रहरीले चाहिँ एउटा बाइकलाई समात्दै गर्दाखेरि चाहिँ उहाँ पब्लिकसँग चाहिँ एकदमै हानाथाप गर्दै हुनुहुन्छ कि होइन। यो चाहिँ अलिकति अब नगर्नुपर्ने थियो। तपाईँको काम चाहिँ के हो भने, हुन त अब यो प्रहरीहरूको चाहिँ चेन अफ कमान्ड हुन्छ, त्यसअनुसार मात्रै गर्ने हो। तर उहाँले चाहिँ एकदमै उहाँको नाम अथवा भनौँ न गाडी नम्बर भएपछि कारबाही गर्ने भनेको चाहिँ अर्कैबाट गर्नुपर्ने हो। तर त्यसरी चाहिँ गर्नु हुँदैन भन्न चाहन्छौँ। तपाईँले फेरि पनि तपाईँ जुन काम गरिराख्नु भएको छ, जुन ट्राफिक प्रहरी सिपाही, उहाँलाई म सल्युट गर्न चाहन्छु होइन। किनभने एकदमै अब तपाईँको चाहिँ अब पब्लिकसँग जुझ्नु पर्ने चाहिँ होइन। पब्लिक त एकदमै उग्र हुन्छ। तपाईँ हामी भनेको चाहिँ ड्युटीमा खट्दाखेरि चाहिँ आफ्नो ख्याल राख्नुपर्ने हुन्छ है। तपाईँले कानुनिक रूपमा दायरामा ल्याउने हो, तर चाहिँ पब्लिकसँग झगडा गरेर होइन, च्यापी थुतेर पनि होइन। नम्बर लेख्ने हो तर सिस्टममा ब्लक गर्ने हो। हेर्नुहोस्, जानुहोस्, तपाईँ अब गाडी उठाउने हो कि तपाईँको लाइसेन्स ब्लक गर्ने हो, ब्लू बुक ब्लक गर्ने हो, त्यो सिस्टमले गर्छ। तर तपाईँ त्यहाँ जरुरी छैन त पब्लिकसँग चाहिँ झगडा गर्नु। तर यी कुराहरू चाहिँ यसो मैले देखेको र मैले यहाँ हाम्रो एकदमै अब प्रहरी, ट्राफिक प्रहरी पब्लिकसँग झगडा गरेको देखेर चाहिँ मैले यसो हल्का मैले चाहिँ भने सबैले चाहिँ शुभ दिन रहोस् भन्न चाहन्छु है त।